Wednesday, so we are heading to a Pokhara tour. So first of all, our students are arrived here to going there. So many of the students have already prepared the tika, and many of the girls are heading us here. So I'm very excited going here. So guys, we are heading Pokhara. Yeah, he's very excited. So finally we are arriving in Kaligandaki. So come here. So normally line so now we are ma'am line we are going to there. Finally we reach in the middle side of the dam, and most of the students go ahead. And last round. So अब यस्तै छ बोइजहरु हामी स्टुडेन्टहरुसँग हिँड्दै छौं ब्लग अब ब्लग अभिषेकले पनि हेर्नु पर्छ हामी सबैले हेर्नु यहाँ हेर्नु न यस्तो छ छिटो अगाडि छिटो सबैजना अगाडि म मात्र पछाडि भइरहेको यहाँ हेर्नु सक्नुहुन्छ दुईजना के हो कि मान्छे अनि यहाँ कोहीजना यहाँ नछुनु यहाँ यो रेड लाइनमा त उता नजानु प्राञ्जल इज देयर सी इज हेडिङ सो त्यही हो हाम्रो बोइजहरु पनि हेडिङ अगाडि हुँदैछन् सो अब म यतिकै लाइफ इज गोइङ अन यार यस्तै छ हेर्न सक्नु एउटा फोटो हान्न मन लाग्छ कस्तो दामी यहाँ एउटा फोटो खिच्ने मान्छे रहेछ यस्तो छ नि यहाँ जुत्ता मोबाइल बिर्सेछ सो हेर्न सक्नुहुन्छ नेपाली विद्युत प्राधिकरण उत्पादन निर्देशनशाला ठुलो पढ्न आउँदैन नेपाली पढ्नै आउँदैन एक प्रकारले आई एम विक इन नेपाली ल्याङ्ग्वेज सो द्याट वाइ ल अब यो हेर्न सक्नुहुन्छ त्यहाँ फेरि अर्को साइड है डेमको अर्को साइड अपोजिट साइड हो यो फेरि यताको साइड हो अनि जसले गर्दाखेरि हाम्रो पानीले दुई भाग गराएको छ है जसले गर्दा यो डेम क्लोज हुन्छ नि यो डेम हुँदैन ओपन हुन्छ यसले गर्दाखेरि पानी गण्डकीमा आइरहेको छ अब यो नभए पनि यो युज गरिन्छ जस्तो बर्खामा बाढी आउँछ नि हो यो खोल सो फाइनली हामी मिरिमीमा आइसकेका छौँ यो पानी हेर्न सक्नुहुन्छ द वाटर इज सो ह्युज अफ अमाउन्ट अफ ब्याङ्क अफ रिभर सो यही हुन्छ सो फाइनली दे आर भिजिटिङ देयर सो अनि म अहिले यहाँ सो म गर्ने धेरै भयो म सोचेको भन्दा नि बिहान जाडो भन्छु सबैजना रितिसँग हुनुहुन्छ बिन्दु यहाँ चाहिँ ब्लग आउँछ नहातिनु यो हेर्न सक्नुहुन्छ मनिषा म्याम यहाँ हुनुहुन्छ सो धेरै उता नजाने यहाँ खस्यो भने फेरि मलाई थाहा छ बर्थडेको दिन आउँछ अनि हेर त सो म्याम के छ कस्तो भइरहेछ अहिले चाहिँ हामी यहाँ मिर्मीको ड्यामनिर आइपुगेका छौँ अझै हाम्रो यात्रा चाहिँ अगाडि बढ्दैछ बढ्दो क्रममा छ हेर्दै जाऊँ कस्तो हुन्छ यात्रा ओके ल हजुर नमस्ते हामी रुनु विद्याज्योति इङ्ग्लिस बोर्डिङ स्कुलबाट शैक्षिक भ्रमणको लागि आएका छौँ एकदम रमाइलो भइरहेछ बच्चाहरू सबै खुसी छन् हजुर ल अब राम्रोसँग हिँड्नु होला एउटा फोटो हान्दिउँ न मिस पोखरासम्मको हो अब हाम्रो यात्रा चाहिँ पोखरासम्मको हामी मिर्मी बाँधमा पुगेका छौँ ल फाइनली हाम्रो अराइभ भइसक्छ सो हाम्रो स्टुडेन्टहरूलाई हामीले सबैलाई अगाडि राख्दै न हाम्रो यही हो दिस इज अब के छ
के छ खानेकुरा हात धु सबैजना बस्छ सबैजना हात धुनुहोस् है सबैजनालाई हात धुनु होला सबैजना हात धुन अब हामी यहाँ हामीले आफ्नो खानापान गरेर हामीले ल रोशन के छ के खाने हो चिकन लेग पिस तन्दुरी के खाने हो भन है यहाँ हाम्रा प्रिन्सी को रुसाले ट्विङ्कललाई के भन्छ जनिसा आफ्नो पारामा इङ्ग्लिस हाल्नु चाहिँ जेरा पनि अलवेज इङ्ग्लिस टिचर हो नि त हाम्रो Wow, so artistic place, wonderful. यो ठाउँको नाम के रे? वाली वाली हैन So finally they are filling their food in correct order. So यहाँ पनि हुँदैछ खाँदै हुनुहुन्छ बसिसक्नु भएको छ ब्लग अब जहाँ जाँदा त बनाउने हो नि अब यहाँ जाँदा त बनाउने कहाँ जाँदा बनाउने हो सबैजना यहाँ उपस्थित हुनुहुन्छ रोशन सो गाइज हेर्न सक्नुहुन्छ हाम्रा स्टुडेन्टहरू यस्तो हुन्छ नि यस्तो ल यस्तो छ हेलो गाइज अभिषेकहरूले हेरेकोमा धन्यवाद छ अब हेरिदिनु होला So finally we arrived Pokhara at the time of 4:48 p.m. So this time is in this time we are wearing so warm clothes because in this Pokhara. So सबैजना आएका छन् So guys, Mahindra Cave, we are going to Mahindra Cave. So what kind of cave they have, we are going to introduce and we have to produce right every moment, every of the sector. So finally we are heading there and I'm in the last because I'm last is maybe first and she's going inside what kind of videos she's making. So many of the people are arriving here and visiting this Mahindra Cave. So this is vlog live. This is going. So we are heading. So this one is a Mahindra Cave. हाम्रो अब उद्घाटन हुँदैछ सबैजनाको उहाँहरु फेरि सेट So this one is a Mahindra Cave. So unexpected view I'm going to watching right now. भन्न मिल्दैन भनेको पनि थियो प्रिन्सी पनि आइसकेरहेछन् यो हो हामी अब कहाँ आइसक्यौं थाहा भएन तर यो धेरै जस्तो सोचेको त्यस्तो रहेछ लामै रहेछ के लामो अनि अब त्यही हैन हामी सिधा गइन्छ थाहा भएन मलाई म पनि फर्स्ट टाइम यो के हो यो के बनाएको व्हाट काइन्ड अफ आर्ट यो आर्टिस्टहरुले बनाएको हो कि मैले भूतहरु हुन्छन् त्यहाँ गाइस यहाँ सो अब मैले बनाएको छु कति बनाए मैले कति बनाए
मेरो त होइन सबै म्याम गरिम भएको छ हजुरलाई पसिना आएको छ कसैको पसिना आयो भने स्किनको धेरै ग्लो हुन्छ मलाई थाहा छ भोलि फाइनली कम्प्लिटली वास अब हामी अब फर्किन लाग्छौँ र कम्प्लिटमा हामीसँग सो ब्लगर अफ द इयर मलाई नै दिनाउनु पर्छ जस्तो छ कि माथि ग्रुप फोटो हाल्नको लागि जाँदैछौँ मेरो एउटा स्टुडेन्ट भन्नु हुँदैन मेरो सबै स्टुडेन्टै हुन् यो संस्कार बाँके सो अब फाइनल्ली अरू सबै आएको छ क्लास 8लाई छुटाउनु भएन कि हाम्रो त्यो ल ग्रुप फोटो के गर्नुभएको त्यस्तो हजुरहरूले सो हाम्रो स्टुडेन्टहरूलाई हेर्न सक्नुहुन्छ हेलो हामी महेन्द्र गुफामा छौँ विद्याज्योति इङ्ग्लिस बोर्डिङ स्कुलबाट नमस्ते ल सबैले हालो है सबैले हालो सबैजना हालो यता हालो सबैजनाले हालो ल यता पनि खोइ हेलो गर न के हो नो रियाक्सन दे आर लाइक रोबोट्स ल अब हामी कहाँ जाँदैछौँ म्याम International Museum. Yeah. We are heading to International Museum. So right now. Name, madam. Name, madam. I don't know. International Museum. Oh, that's clear name. Okay, we are heading. Like also 100%. Like doesn't matter. Views is matter in our YouTube channel. Okay, I know. Okay, I know. हो नि हो दिदीले नै हो भन्दै दिदी भने just for kidding है just for kidding ए बा फाइनली गाइस अब हामी म्युजियममा जाँदैछौँ नेसनल म्युजियम सो हाम्रो रितिसा अगाडि बिन्दु म पछाडि निहाल अनि पछाडि विनिता मिस रोशनी मेरो बहिनी प्यारी So you can see it is so fantastic. Lo up yeah Oi guys अब यो यस्तो फाइनली गाइस हामी होटलमा आइसक्यौँ यही हो हाम्रो होटल अनि यस्तो दामी छ सो गाइस सबैजना आइसक्नु भएको छ यु क्यान सी वाउ सो लभली अप यो द्याट्स वान स्टे फर डिनर हुँदैछ हाम्रो डिनर हुँदैछ र बोइजहरू पनि खाँदैछन् यहाँ पनि खाँदै हुनुहुन्छ उता पनि खाँदै हुनुहुन्छ अनि अमन राम्रोसँग खाऊ अब हामी यताहरू सर्भ गर्दै हुनुहुन्छ म्याम एउटा कुरा पनि सुन्नु होला भोलि राम्रो ठाउँमा गयो त्यही अरू के के गर्ने सो फाइनली गाइज हामी आफ्नो रुममा आइसकेका छौँ र मैले आफ्नो नाइसुट हालिसकेको छु मेरो ठाउँमा रोशन र हाम्रो यो हो लक्जरियस बेड या पङ्खा छ जाडो महिना ल्याम्प हेर्नु सक्नु कति राम्रो यता पनि रुम छ गाइस यो सिक्रेट रुम मलाई सो गाइस हामी यो सिक्रेट रुममा आइसकेको छौँ यहाँ हाम्रो सिङ्गल बेड अनि उताको बारदेखिको सिन अनि यहाँ छौँ रोशन कस्तो छ खतरा हातमा छोप्नलाई नि हुन्छ तिनी भएर झन् कति आनन्द बुझ त रोशन कपट कपुर
बिरानो आउँदैछ नि यहाँ सुतिरहनु भएको छ र अब हामी So guys, sunrise. So finally, good morning all of you. And let's check out the. Morning time, our breakfast we are in soft. So we are doing this black tea, egg, boiled egg, and this chana. Chana like के हुन्छ मलाई थाहा भएन right now, so I said chana. So finally guys, we are headed to our bus. So हैन आजको नाइट स्टे पनि राम्रो भयो. रात पनि सुत्न दिएन नि मलाई त. म्याम सुत्नु हुन्छ. तर you can look the view of mountains. So beautiful, attractive. And we are having so much fun here. And we are heading to Pokhara Phewatale. Yeah. Then they have no any kind of word to explain this place. यति धेरै राम्रो छ कि शब्द नै छैन के बयान गर्नको लागि मैले. हैन शब्द नभए पनि अब फिलिङ ब्युटी भनेर कुन ठाउँलाई चिन्ने हैन पोखरामा फोटो खिच्छ न. Finally guys, we are going to the temple. So what a lovely, this is a view of Pokhara market. So finally guys, we are heading upstairs. भरै तपाईको ब्लग Chill down. Let's warm up vlog. So hello friends, hello. So what a lovely view. Like extremely foggy. कस्तो राम्रो सिन रहेछ त. Wow, lake. You can see the lake. So wonderful. Finally, lake. Chira. Sprinkle window. Agadi. So finally guys, माथि आइसकेछौँ. यस्तो दामी सिन ड्रोन हुनुपर्छ. फाइनली गाइस, हाम्रो अन्नपूर्ण हिमाल त्यहाँ देखेछ भने म यहाँ छु. म सबै क्याप्चर गर्न सक्दिनँ, त्यही पनि जति क्याप्चर गर्न सक्छु म त्यति गरिरहेको छु. कोसिस जारी रहेको छ. My struggle in this vlog is continue. So finally guys, finally we arrived at the temple and I'm so tired right now, and you can see the view of Himalayas and the view of Phia Lake. Looking so nice, wonderful. Nehal, udah picture halim jam. Aau छिटो यही हो के मौका. यताबाट हामी फोटोहरु क्याप्चर गर्यौं. सो मेमोरीहरु पनि क्याप्चर गर्दैछौं इन द भिडियो. सो अब हामी अब जान लाग्छौं. वेलकम टु च्यानल. कति बेर गर्नु भइसक्यो एकछिन. त्यसपेर भनौं. रसन कस्तो भयो आजको? हो र घटिया भयो र. अब खोइ हुन्छ है. प्याराग्लाइडिङ नै नगर्ने. सो फाइनली गाइज, हामीले आफ्नो लन्च लिएर अब हामी बस्न जानेछौँ. अब हामी के गरिन्छ, हाम्रो अब कहाँतिर गयो त्यो थाहा भएन. गए पार घुमिन्छ, नगए पार घुमिन्न. यतापट्टि राम्रो आउँछ. सो गाइज हेर्नु सक्नुहुन्छ, लाग्छु मैले हेर्न सक्नुहुन्छ. छ्यानछुन छ्या जस्तो देख्नु भएको छ. चाइनिज हेर्न सक्नुहुन्छ, मलाई नदेखाउनुहोस्.
म धेरै एनसी भएको Okay. So finally we are arrived at this Fewa Lake. So you can see the Fewa Lake is here. So अब यहाँ हाम्रो स्टुडेन्टहरु बोटिङ गर्नुहुन्छ र बोटिङ गरिनु लाग्छ हल्का भए पनि सो ल ओके सो म्याम finally life jacket, safe jacket, any kind of we can say. It is not so necessary to say right. So but it is very essential for our so this is time to so this is a Fewa Lake and so boys यता नबस्दिनु यता Fewa Lake यही हो finally guys यिनीहरु they are ready going to ल के छ कतिको खुसी छौ नि ल ओ ल अब हाम्रो 3 क्लास र 4 क्लासको ग्रुपहरु हिँड्दै हुनुहुन्छ in this boat I am thinking किन अगाडि जानु होला मोबाइल केयर गर्ने स्पेशली सो यति नै हो सरर पानी बग्यो सरर के रे दादा लातले यार आदमी ले हामी त ठ्याक्कै हिड्यो के अगाडि बढ्यो ठीक है एकैछिन वेट गर्नु भन्नुहुन्छ त बोलाई के भयो सो गाइस हामी अब मिडल अफ द सीमा लेकमा आइसकेका छौं र त्यही हो सबैजना पानीमा फोटो बनाउँछ ल अलि फास्ट गर्ने खुट्टा साप्रो दुखाउने छोड्दिने हो के त्यो खुट्टा भाँच्चला नि पर्दैन नि हामी ढुङ्गा चढेर लेक साइडबाट हामी माथि टपमा अराइभ हुन लागेका छौँ सो फाइनली वाउ त्यहाँ यही हो सबभन्दा भाइरल भ्यू अहिले हामी देख्छौँ रोसार के हो कि एक्लै खाने हो मलाई होइन थोरै ल्याउ त मान्छे चिट मी धोका दियो रोशनीले मलाई ट्रिट दिन्छन् जुस गाइस हामी ओ ल फाइनली हामी यहाँ आयो यहाँ पोखरा फोटो खिच्ने फोटो खिच्न मन छैन कस्तो राम्रो घाम लाग्छ भिडियो बस्छ नि अब हामी उता गइन्छ हाम्रो साथीहरू कहाँ हो र त्यस्तो नजाने हेरौँ अब के छ टिकट काट्नुपर्छ होला कि म त के बनाऊँ के नबनाऊँ भिडियो ल हिँड्नु अगाडि हिँड्नु यो
ग्रेसो अगाडि अगाडि केही जाडो छैन हेर्नुहोस् गाइज गाइड छ न गाइड केही जाडो भएको छैन सबै जाडो भएको छ केही केही जाडो छैन गाइज केही जाडो छैन जाडो भएको छ लास्टै हो लास्टै हामी जागेर बसिरह 2 दिन अनि यस्तो छ लाइफ झन् भइसक्यो अब रेडी भएर जातको लागि ब्लग यति नै ल हस्त नमस्ते र बाई बाई सी यू टुमरो नमस्ते नमस्ते ल हेरिराखेको रहेछ नि फेरि मैले नोटिसै नगरेको खै बिन्दु कसैलाई त्यही हुन्छ भनेर